बलि पूजा हाम्रो समाजमा अझै पनि परम्पराको नाउँमा मान्यता दिँदैछ। तर सोचौं कि कुनै पनि भगवानले भक्तिको प्रमाण स्वरूप निर्दोष पशुपन्छी प्राणीको रगत माग्छ? पुराना परम्परा सधैँ सबै सही हुँदैन। जसरी सती प्रथा अन्त्य भयो, त्यसै गरी हजुर र म मिलेर यो बलि प्रथा पनि अन्त्य गर्नुपर्छ। भगवान रगतले होइन, प्रेम, करुणा र सेवा भावले प्रसन्न हुनुहुन्छ। हामी हिंसा गरेर होइनौँ, अहिंसाको बाटोबाट ईश्वर नजिक पुग्न सक्छौँ। बलि पूजा श्रद्धा होइन, अन्धविश्वास र अमानवीय सोचको प्रतीक हो। आजको यो शिक्षित युगमा हामी यो बलि प्रथाप्रतिको सोच परिवर्तन गर्नुपर्छ। आफ्नो सोच परिवर्तन भएपछि अरूलाई पनि सचेत र होसियारी गराउनुपर्छ। यो बलि प्रथाप्रति हाम्रो धारणा चेन्ज गर्नुपर्छ। भगवानलाई बलि होइन, दया, माया, करुणा भाव चढाऊ। आफूभित्र भएको सूक्ष्म चेतना आत्मालाई खुसी बनाऊ। नमस्कार, जय प्रेम। मेरो नाम प्रेमवादी समीर यात्री। म एक मानिस मात्र नभएर अबोध पशुपन्छी प्राणीको आवाज पनि हुँ। मैले संकल्प गरेको छु कि मेरो एक मुठी सास रहन्जेलसम्म मैले अबोध पशुपन्छी प्राणीको हितमा बोल्नेछु, अबोध पशुपन्छी प्राणीको हितमा काम गर्नेछु। र यो संकल्प पूरा हुनका लागि म एक्लै सम्भव छैन, हजुरहरूले पनि साथ दिनुपर्ने हुन्छ। हजुरहरूले मलाई साथ दिनुहोला। हजुरहरूले भिडियोलाई लाइक, सेयर गरिदिनु होला र यो सन्देश सबै माझ पुर्याइदिनु होला। जय प्रेम।